के हुँदैन हेलो हेलो वेलकम टु माई ब्लग है आफ्टर लकडाउन टाइम म चाहिँ पहाड जान लाग्यो अहिले बिहानको त्यस्तै 6 बज्न लाग्यो होला गाडी आइसक्यो अरे चट्टा पारा बिहानको भ्यू देख्न सक्नुहुन्छ 6 बजेको भ्यू म चाहिँ एक्लै छु यहाँ हातमा यी एक्स्ट्रा झोला किन बोक्यो होला भने यो चाहिँ भाइको लागि बोकिदिएको हो भाइ आउँदैछ भाइ फिदिङमा भेट हुन्छ भाइसँग ब्याग छैन अरे त्यही भएर भाइको लागि ब्याग बोकेको आफूले चट्ट रेडी भइसक्यो खै त गाडी वहाँ पर्खिरा उ त्यो गाडी हो क्या ल अहिले कता हुन्छ भेट्नुपर्छ है ल हामी फाइनल्ली बसन्तपुर आइसक्यो है काठमाडौँ यहाँ होटेलमा आइन्थ्यो दाइ आम्मामा भोक लागेर बिहानदेखि केही खाएन अब चारटापारामा खाना खाने ल खाना आइसक्यो तर हाम्रो केही आएन दाइ मासु आएन खाना आइसक्यो मासु आएन एकै गाँसमा हान्नुपर्ने हुन्छ दाइ हो लभली है ल अहिले मासु आएपछि देखाउँछु ल खाना आइसक्यो तर हाम्रो केही आएन दाइ मासु आएन खाना आइसक्यो मासु आएन एकै गाँसमा हान्नुपर्ने हुन्छ दाइ हो लभली है ल अहिले मासु आएपछि देखाउँछु ल हाम्रो मासु आइसक्यो है दाइ मासु आइसक्यो यहाँ अनि मटन छ त्यहाँ अनि आहा ल मेरो चाहिँ यहाँ पर्क है अब मैले पनि हान्नुपर्ने हुन्छ एक बाइट है मासुसँग चिसो जाडो छ जाडो मिठो मिठो ल हामी चाहिँ फाइनली 6 बजी हिँडेको कति लगभग कति बज्दा 5 बज्न लाग्यो भनेपछि 11 घन्टाको यात्रा भएछ आज हाम्रो बिहानदेखिको लगभग 12 भनौँ न आमामा पछाडि सिटमा आउँछ खुट्टा दुखेर भर्खर हामी फेरिमा आयो अब 2 जना भाइलाई पिकअप गर्छु त्यसपछि हामी सिधै ताप्लेजुङमा भेट्छौँ है ल फाइनली हामी ताप्लेजुङ आएको छु बिहानको 6 बजीको हिँडाइले अहिले 8 बजी आइपुगेको छु है हामी यहाँ सबजना रेडी अनि गन सन बोकेर अनि सक्छ त अनि पुरै हुच्चो लागिरहेछ यार अझै अब हामी चाहिँ होटलतिर लाग्दै हो होइन हङ्स पनि भइसक्यो है अहिले रुमतिर भेट्नुपर्छ जस्तो चाहिँ अहिलेबाट सुरु भइसक्यो ल फाइनली हामी होटेलमा आइसक्यो पाती भाडा होटेल है यो चाहिँ ताप्लेजुङको दामी होटेल है यो होइन फर्स्ट टाइम आएको अब हो त भन्नु पऱ्यो है गाह्रो छ ल हामी चाहिँ ताप्लेजुङमा आएर नि यहाँ दाइको होटेलमा बसिसक्यौँ अब हाम्रो चाहिँ एज डिनर टाइम होइन त खाना खान लाग्यो हामी चाहिँ त्यही त अब्बर बिहानदेखि एक छाक खाना आएर मात्रै आएको हामी यहाँ बाटो त्यस्तै त्यो बिग्रेको थियो अब खाना खान्छु ल भोलि भेट्ने आज चाहिँ गरिरहेको छु भोलि भेट्ने है ल अब चाहिँ हामी च्याट्टापारामा खाजासाजा खाएर होटेलबाट निस्किन लाग्यो गाडी आउनु लाग्यो अरे कालो आइरह होला केटाहरू चाहिँ गाडीले त बर्गिद्दी गऱ्यो नि के भन्छ यो चाहिँ हाम्रो ताप्लेजुङको फुङलिङ बजार है वहाँ परदेखि छ है यहाँको भ्यू हेर्न सक्नुहुन्छ बिहान चाहिँ मजाले खोलेको थियो माथि बादलतिर ल फाइनली कति घन्टापछि गाडी आयो अरे हाम्रो 7 बजे रेडी भएको 10, 11, 12, 5 घन्टा चाहिँ राम्रै पर्खाएछ 5 घन्टा चाहिँ हामीलाई राम्रो पर्खायो 7 बजी 7:30 बजीको गाडी भने त्यसपछि फेरि अझै आइपुगेको चाहिँ छैन है हामीलाई फेरि 9:30 भने फेरि 11:30 भने 12 बजिसक्यो यहाँ ऊ अब के अरे गाडी बसिरहेको छ तल हामी जान्छौँ बोर्डसोट देखाउनु हुन्न दाइ ल हामी बसेको यही होटेल पार्टी भाडा फेरि आउँछौँ है हामी कति फोन हानेको गाडी भाडाले ल हामी चाहिँ भर्खर फुङलिङबाट ठ्याक्क हाम्रो यो खाजा खाने खिवा के अरे दाइ भनिदिनु त खिवा है यहाँ देख्न सक्नुहुन्छ अञ्जली होटेल एन्ड लन्च अब हामी चाहिँ चट्ट खाजा खाने यहाँभित्र आऊ न यहीँ हो हाम्रो खाजा खाने ल खाजा खानुपर्छ है भोक लागिसक्यो अझै बाँकी छ हिँड्न त बाँकी नै छ ल थुक्पा खाँदैछौँ हामी थुक्पा टाइम बिहान किन आइकन हिँडेको यस्तो भोक लागेर मिठो
ल हामीलाई चाहिँ गाडीले यहाँसम्म छोडिदिएको छ। अब हाम्रो यात्रा सुरु। यहाँदेखि छिटो हिँड्यो भने 3-4 घन्टा लाग्छ अरे। हाम्रो आज डेस्टिनेसन भनेको इला डाँडा भन्ने ठाउँमा हो। यहाँ चाहिँ ठुलो खोला छ। खोला तरेर जानुपर्ने बाटो फेरि यस्तो छ यो। लौरी नम्बर 1, 2, 3 हिँडिसक्यो अगाडि, हामी पछाडि छु है। हाम्रो ट्रेकिङ सुरु भइसकेको छ। केटाहरू हिँडेछ। आज सकेसम्म हामी चाहिँ चाँडो जानुपर्ने हुन्छ। बाटोमा अलिअलि बिसाउँदै चाँडो जानुपर्ने हुन्छ। ल है फाइनली हामी माथिबाट हल्का तल आएको छु। यहाँ खोला छ अनि झुलुङ्गे पुल छ है। अब हामीले यहाँ चाहिँ हल्का जे भए पनि खोला तर्दाखेरि चढाउनु पर्ने हुन्छ। टाढाबाट आउँदा जे भए पनि चढाएर हिँड्नुपर्ने हुन्छ हामीले। मैले चाहिँ यो भेटाएँ, अब यो चढाउँछ है। ल चढायो। ल है खोला देख्न सक्नुहुन्छ। खोला कत्रो हो आम्मामामा। अब हाम्रो हिँडाइ भनेको यस्तै 3.5-4 घन्टा। आम्मामा के हो यार, ओइ बाफ्रे। साथी हो हामीलाई स्क्याम भयो, केटा हो स्क्याम भयो हामीलाई, स्क्याम। हामी अघि कहाँ पुगिसक्यौँ। एउटा मान्छेले यता हो भनेर बाटो देखाइदिएर यत्तिकै हामी गयौँ। यो चाहिँ अहिले लेले भन्ने ठाउँ रहेछ यो। अघि हामी कहाँ पुगिसक्ने रहेछ। जोतमा एउटा बाजेलाई सोधेको यतादेखि हो भनेर घुमाइदियो हामीलाई। खत्तम। ओ लुक एट दिस थोप्स रे के। ओ बरे आज स्क्याम भयो हामीलाई। तलैबाट बाटो अर्कै ठाउँबाट जाने रहेछ। हामीलाई अर्कै ठाउँबाट पठाइदिएर हामी अर्कै बाटो आएर अहिले जङ्गलमा बिचली भएर भोक लागेर हामीसँग के छ स्नेकर्स है। यो चाहिँ अब एनर्जीको लागि ओभरै भोक लागिसक्यो। बिहान खाना खाँदैन, चाउचाउ अन्डा खाएर हिँडेको। साथमा हामीसँग यहाँ बिस्किट छ, स्नेकर्स है। जङ्गलमा छु हामी, यहाँ जङ्गलमा होइन भाइ। जङ्गल अँध्यारोमा हिँडेको छ। यहाँ जुत्ताको हालत यस्तो छ, हिलो चिलो बाटो देखिँदैन। अब यहाँ माथि हल्का माथि गाउँ छ। हाम्रो टार्गेट चाहिँ इला डाँडा थियो तर सकेन आज हामीले। अब माथि गएर भेटौँ कहाँ हुन्छ। ल हामी चाहिँ फाइनली यहाँ होटेल पाइसक्यो। यहाँ कहाँ रे यो नुनथलामा होइन दाइ? कुन ठाउँमा रे दाइ यो? इला होइन हौ, नुनथलामा है। मिलिन गुरुङ तिमीले हेर्दैछौ भने है हामी इला डाँडा पुग्न सकेन। हामी नुनथलामा यहाँ आएर बस्यौँ, रात पऱ्यो त्यही भएर। अब भोलि बिहानै इला डाँडा जाने हो। त्यसपछि गोला पर्सि भोलि गोला पुगिन्छ है। स्याट बाह्र मैले भात खाने बेला भेट्नुहुन्छ। यो गाइज ब्लग भनेर भन्दिनँ है। दिस इज हाम्रो डे 3। हिजो आएर हामी यहाँ यो कुन रे नुनथला। हामी यहाँ हिजो आएर नुनथलामा बस्यौँ है। अनि त्यसपछि हामी कति अब 7 बजिसक्यो। अब हामी इला डाँडा 1-1.5 घन्टामा पुग्छौँ। त्यहाँ पुगेर खानसाना खाएर सिधै कहाँ गोला है। ओलाङचुङ गोला ल अगाडि चाहिँ हुनुहुन्छ दाइ हुनुहुन्छ। यहाँ फेरि छुर्पी देखाइदेऊ न। यहाँ याकको है, चौरीको चाम्रो छुर्पी है, याकको है प्योर। बाटोमा भेटौँ। ल फाइनली इला डाँडा आइपुग्नु लागि हामी तल के नुनथला के भन्ने ठाउँबाट हिँडेको। धेरै हिँडाइ भयो आज बिहान पनि, बाटो थाहा नभएर। ठ्याक्क हिमाल, यहाँबाट चाहिँ हल्का हिमालको टुप्पो सुप्पो देख्न सक्नुहुन्छ। होटेलहरू पनि उहीँ नजिकै छ। अब खानासाना खान्छौँ, रेस्ट गर्छौँ, अनि त्यसपछि आज गोलाको यात्रा हुन्छ। ल फाइनली तल हुनुहुन्छ। फाइनली हामी होटेल आइपुग्यो है। इला डाँडा होइन के फाइनल होटेल आइपुग्यौँ। होटेल चाहिँ हाम्रो ड्रिम्स होटेल एन्ड लज।
हेलो गाइस, हामी चाहिँ फाइनली कहाँ हामी यो इला डाँडा भन्ने इला डाँडा पुग्यो। यो चाहिँ हाम्रो खास गरी हिजोको डेस्टिनेसन थियो, तर रात परेर बाटोले गर्दा ढिलो भयो। आज मात्र पुग्यो। है अब हामी सिधै कि खाना खाने बेला भेटौँ न गोलामा है। र फाइनली हामी होटेलबाट निस्किसकेछौँ। अब 5-6 घन्टाको यात्रामा सिधै हामी कहाँ ओलाङछुङ गोला है। होटेल चाहिँ यो छ त्यहाँ। यहाँ अब हामी हिँडिसक्यो। दाइ चाहिँ अगाडि हिँड्नु अघि गइसक्नु भयो, हिँड्नु नसकेर। 5-6 घन्टाभित्र अब के हुन्छ अब भेट्दै जाउँ। कस्तो कस्तो भिड देखिन्छ। गोलै पुगेर गोला देखाउँछु होला म। बाटो त अब यस्तै हो। ल यहाँ चाहिँ यस्तो ठुलो ओपरे ठुलो खोला छ है। म देखाउँछु। आम्मामा त्यही कत्रो खोला, कत्रो खोलामा। कता ए सिधै बाटो होइन? ल यहाँ ओलाङछुङमा बाटो राम्रो छैन त्यति। खचरबाट सामान ओसार पोसार हुन्छ है। खचरै खचर छ अगाडि। कति धेरै छ खचर। सामान ओसार छ। यहाँ अलि बाटो अलि राम्रो छैन, बनेको छैन मजाले। ल हामी चाहिँ कति 3 घन्टा हिँड्यौँ है पुरा हो। 3.5 घन्टा। 3.5 घन्टाको लामो हिँडाएपछि हामी अहिले यहाँ ठ्याक्कै एउटा झुलुङ्गे पुल कटेर जानुपर्ने रहेछ पालि गोला। अब सास पर्छ। हामी चाहिँ यहाँ छोटो ब्रेक ठ्याक्कै धारा रहेछ यहाँ। छोटो ब्रेक हाम्रो है चोत्यो होइन। अब फोनको चार्ज पनि छैन। तनाव छ यार। ल ठिक छ, केही पनि छैन। अलि गोला राति पुग्छ त्यति बेला भेट्नु। ल फाइनली वी आर इन कहाँ केटा हो? वी आर इन ओलाङछुङ गोला है। वेलकम टु ओलाङछुङ गोला फाक्टालुङ गाउँपालिका। कता यता यता आउने यता तिमी चाहिँ ल है। कस्तो बुझ्ने यार। खच्चडहरू ओलाङछुङ गोलाको खच्चडहरू देख्न सक्नुहुन्छ। गुड नाइट गाइस, गुड नाइट। ल फाइनली हामी रुम आयो नि त भाइ होइन दाइ? गरौँ भाइ? अल गुड। आज हाम्रो 11 घन्टाको यात्रा कस्तो भयो? 11 घन्टाको यस्तै भयो। यस्तै भयो। उठ्नै मन लाग्छ होइन? उठ्नै मन लाग्यो नि। तिमीलाई कस्तो भाइ? खुट्टा त त्यही त। यो चाहिँ अरुण दाइको कस्तो भयो त आज? झन्डै स्याक होइन होला। के हो होइन होला। म चाहिँ गलेँ है। लुगाहरू सब भिजा क्या बस्नु। लुगाहरू सब भिजा। यहाँ आगो ताप्ने कार्यक्रम हुँदैछ। हाम्रो ओलाङछुङ गोलाको चिया होइन भाइ? ओलाङछुङ गोलाको कस्तो छ? चौरीको चिया कस्तो छ भन्यो त? स्वाद स्वादको त के कुरा गर्नुलाई हो स्वाद आइरहेछ मिठो हो। हेलो गाइस, हामी चाहिँ ओलाङछुङ गोला अघि पुगेको। अनि अहिले चाहिँ आगो सागो तापेर तातो पानी चिया खाएर अनि अहिले चाहिँ डिनर टाइम। अनि खानामा चाहिँ हाम्रो सब्जी अनि खाना दाल अनि भेडाको घिउ अनि ब्राउन चिप्सहरू यस्तै छ। लगायत सिउ भरे अब के हुन्छ हेरौँ। ल गुड मर्निङ है। गुड मर्निङ फ्रम ओलाङछुङ गोला। अहिले चाहिँ हामी यहाँ दासुदाइको होटेलमा छु। आजको हाम्रो मर्निङको खाजा चिया अनि चाइनिज नुडल्स है। यो चाहिँ ओलाङछुङ गोलामा चाइनिज नुडल्सहरू सबै पाइन्छ है। है अब हामी रेडी भइसक्यो। अब खाजा सजा खाने अनि आज माथि गोडमा गएर बस्ने। अन्त दरुण भाइ कसो छ टेस्ट? टेस्ट छैन यहाँको जाडो चाहिँ भन्छ। ए अब चाहिँ हामी
हाम्रो यहाँ होटेलबाट हामी निस्किसकेको दर्पण भएर म 2 जना अगाडि हिँड्छ कि हामी चाहिँ बिस्तारै हिँड्यौँ भन्दा नि वासरुम गएर हामीलाई हतार छैन हामीलाई एकदिन ढिलो होस्। यहाँ चाहिँ ओलाङचुङ गुलाबाट हल्का अगाडि हिँड्दाखेरि यहाँ जेसिबी रहेछ एउटा यो के पानीको ट्याङ्करहरू के हो चाइनाको यो चाहिँ स्ट्रङ रहेछ। यहाँ चाइनिज गाडी सब चाइनिज नम्बर प्लेटहरू सब चाइनिज छ। गाडीहरू त के हो यो त पानीको ऊ हो क्या यो त आमा बल्यो आधी घन्टा 45 मिनट हिँड्न सक्यो। हामी चाहिँ खोलाको बाटो हिँड्ने है यो खोला भिड पहिरो त कति हो बाटोमा गर्मी भयो 1.5 घन्टा जस्तो भयो हिँडेको। बिहान वहाँ गएर नुडल्स खाएको खाने मन लागेन। अब यहाँ बिस्कुट खानु लाग्यो चाइनिज बिस्कुट खोइ ल्याउ त है चाइनिज बिस्कुट है यो चाहिँ यो एउटा खायो भने दिनभरि केही खानु पर्दैन अरे त्यही भएर मैले बिहान चाइनिज चाउचाउ खाएको खानु मन लागेन। अब यो खानु पर्यो ल हामी चाहिँ हिँड्ने क्रममा यहाँ बाटोमा हिमाल देखेको छौँ है खोलाको बाटो हो यो हिमाल चाहिँ हेर्नु सक्नुहुन्छ यी माथि हेर्नु हिमाल यु परिरहेछ पुरै यु परिएको रहेछ दामी देखेछ दामी। ल केटाहरू यात्रा कस्तो हुँदैछ हाम्रो ओलाङचुङ गुलाको यात्रा दर्पण कहाँ चाहिँ आइदिनु त्यहाँ त हिमालै यु पऱ्यो आएर माथि हेलो गाइज हामी चाहिँ अहिले हाम्रो ब्रेक टाइम है कति घन्टा हिँड्यौँ केटा हामी बिहानदेखि 3.5 घन्टा हिँडेर अनि यहाँ एकछिन खाजा खानु बसेको। यहाँ भोक लागेर बिहान चिया र चाइनिज नुडल्स खाएको। चाइनिज नुडल्स चाहिँ मलाई मन परेन केटाहरूले खायो। हामी चाहिँ यहाँ बसिरहेको चाहिँ चौ यहाँ हुक्का छ जुगाड लाएर पछाडि। अब हामी त्यो हिमालको छेउछेउ पुग्नु पर्ने हो 2-3 घन्टा अझै लाग्छ है। ल गाइज हामी चाहिँ फाइनल्ली तलको गोठमा आएको छौँ। तल्लो गोठमा यो तल्लो गोठ हामी पुग्नु पर्ने चाहिँ यता माथिल्लो गोठमा हो। अनि अहिले हाम्रो कफी ब्रेक छ। पछाडि हिमाल छ यहाँ हिउँ छ हिउँको डल्ला। अब लगभग हामी यो कफी खाएर हिँड्छौँ अनि एकैचोटि डाइरेक्ट माथिको गोठमा भेटौँ। अब गाइस हामी चाहिँ धेरै मिनट पछि धेरै उकालो पछि यहाँ फाइनली अब सिधा बाटो हिँड्न आँटेको छौँ। दा यहाँ एकचोटि भ्यूहरू देखाइदिनु गाइजहरूलाई टक्क हिमाल चारैतिर हिमाल यो चाहिँ हिमालै यो चाहिँ पारी चाइना जाने बाटो है यो चाहिँ पारी चाइना जाने बाटो हो। हामी जाने चाहिँ यो माथिको हिमाल है यो माथिको हिमाल गोठ चाहिँ पर छ ठ्याक्कै त्यो हिमालको चाहिँ माइन भाइ कुण्डा हो नने अच्छा ल है अब यस्तै छ हाम्रो यात्रा चाहिँ लामो नै भयो है। अब म चाहिँ के भन्छु भन्दाखेरि हिँड्न सक्नेहरू आउँदा चाहिँ हुन्छ यो ठाउँ चाहिँ। हिँड्न नसक्नेहरू चाहिँ यहाँ म त रिकमेन्ड गर्दिनँ यो ठाउँ। हिँड्न नसक्नेहरू चाहिँ तपाईँहरू आउनु भिजिट गर्नु हाम्रो ताप्लेजुङको ओलाङचुङ गोलाको सिन्जेमा पोखरी र साम्दो पोखरी है। अब हामी सिधै गोठ पुगेर भेट्ने होइन त भाइ? अब सिधै गोठमा त सिधै भाइ यहाँ अब कस्तो सिन आउँछ देखाउँदै जाउँला गाई झार्ला पनि। ल फाइनली गाइज हामी चाहिँ गोठ आइपुगिसकेको छौँ। बिहान 8 बजी हिँडेर अहिले 4-4:30 गोठ आइपुग्यौँ। गोठ चाहिँ यस्तो ठाउँमा छ। यता दाइको गोठ हो यही हो। यही गोठदेखि पारी यस्तो छ त्यहाँ खोला बग्दैछ हिमाल छ। भोलि हामी जानुपर्ने यस्तो यहाँ यता हो यस्तो माथि यस्तो छ।
भित्र हुनुहुन्छ दाइहरू। दाइहरू कस्तो लागिरहेछ? ओभर गलेर म चाहिँ चाइनिज रेड बुल खाँदैछु। चाइनिज खाँदै हुनुहुन्छ। दाइ पनि ओभर गलिसक्नु भयो अरे। रेगुलर रेड बुल भन्दा हो का मेरो भाइ। के को मासु त्यो? हामी यहाँ गोठमा के को मासु खाँदैछौँ? यहाँको खाना त एकचोटि कस्तो छ टेस्ट भन नि। त मिठो छ ल है। यहाँ चाहिँ मलाई त्यो खोर्सानी हो। यहाँ चाहिँ यहाँको मासु, मुलाको अचार, आलु, यो यहाँको सुकुटी है। अब खानुपर्छ। मर्निङ गुड मर्निङ। भर्खर उठेर खाजा खाँदै हो। चाउचाउ केटाहरू रेडी हो? रेडी है। यहाँ दाइ पनि खाँदै हुनुहुन्छ। दाइहरू भर्खर उठ्नुभयो, खाँदै हुनुहुन्छ। बाहिर यस्तो छ। यही हो हामी हिजो राति बसेको गोठ चाहिँ। अब हामी जानुपर्ने चाहिँ यसको बिचमा हो। चौरी पाल्नु भएको छ यहाँ गोठको दाइले। ल अहिले एकछिनमा बाटोमा भेटौँ। ल है, हामी चाहिँ हाम्रो आजको यात्रा भनेको सिन्जेमा रहेको छ। ओभर हिउँ परेको छ अरे। त्यहाँदेखि माथि जानु चाहिँ अलिक गाह्रो हुन्छ अरे। अब हेरौँ लेट चाहिँ के हुन्छ। यहीँसम्म हिउँ परेको छ, यहीँसम्म। उहाँ चाहिँ झन् ओभर हिउँ परेको छ अरे। यति घुडासम्म आउँछ अरे हिउँ माथि सिन्जेमामा। साम्दोमा, सिन्जेमामा भनेपछि सरी, साम्दोमा। ल चौरी गाई नै चौरी गाई, एक पनि होला। चौरी गाई पनि छ। यस्तो व्यवस्था वाल छ नि। लेट्स होप हामी चाहिँ आज साम्दोसम्म जाने ट्राई गर्छौँ होइन। हिउँ ओभर झरेको छ अरे। अब त्यहाँ यति घोडासम्म मात्रै रे हिउँ है। त्यही त हिजो चाहिँ 2 जना गएर आउनु भएको रहेछ। उहाँहरू चाहिँ बल गरेर पुगेर आउनु भएको रहेछ। तर एकजनाको फोन हराएछ त्यही आउने क्रममा। अब हामी पनि हेरौँ के हुन्छ। ल हामी चाहिँ लगभग आधी बाटो आइपुग्नु लाग्यो। यता चाहिँ वरिपरि हिमाल छ। पछाडि केटाहरू चाहिँ वरिपरि हिमाल हिउँ परेको छ। यहाँ हिउँ छ है। यही हामी चाहिँ त्यो हो, त्यो डाँडाको बिचबाट क्रस भएर सिन्जेमा पहरी पुगिन्छ है। आम्मामा हिमाल त हिमालै छ नि। यहाँ गाह्रो छ। यस्तो बाटो हिँड्नुपर्छ है। हिउँ परेन यस्तो ओभर चिप्लो हुँदो रहेछ। ओभर चिप्लो छ बाटो। हामी चाहिँ तलबाट आएको। पुरै हिउँले भरेर आइस भए। अब त्यो माथि डाँडादेखि नि हल्का डाँडा हिँड्नु छ अरे। ओभर भइरहेको ओभर। फाइनली सिन्जेमा पोखरी है। सिन्जेमा पोखरी आयौँ। यस्तो हिउँकै हिउँ बाटो। हिउँकै बाटो। पोखरी देख्नु सक्नुहुन्छ। सिन्जेमा पोखरी है। यो चाहिँ सिन्जेमा पोखरी है। पुरा हिउँ लगाएर यो चाहिँ सिन्जेमा पोखरी। यो डाँडा कटेर डाँडा पछाडि चाहिँ साम्दो पोखरी हो। यो चाहिँ सिन्जेमा पोखरी भन्छ यसलाई। सिन्जेमा पोखरी हेर्नु सक्नुहुन्छ है। सिन्जेमा पोखरी हिउँ झरेर हिउँ अब चाहिँ हामी यहाँ सिन्जेमा पोखरीदेखि
माथिको त्यो डाँडा पछाडि साम्दो पोखरीतिर जाँदैछौँ। अब हिउँ नै हिउँ छ, बरै बाटो अप्ठ्यारो छ। 5000 भन्दा मिटर माथि अब जान लागिरहेको छौँ। यो चाहिँ लगभग 46 देखि 48 को हाइटमा छ होला यो चाहिँ है, सिन्जेमा पोखरी। कत्रो कत्रो गाडेको यो पनि है। ओइ ओइ खाजा तामे यो चाहिँ चाइनिज बिस्कुट है। कसो फिल भइरहेछ यत्रो माथि हिमाल हिउँले भरेको बाटो गाह्रो चाहिँ यहीँ यस्तो हिउँको बाटो आमामा सब जुत्ता मोजाहरू सब भिजिरहेको। ल है फाइनली यो उकालो चढ्नु बाँकी छ। यो उकालो चढेपछि साम्दो पोखरी देखिन्छ। यो उकालोबाट हिउँले गर्दा हिँड्न अब्बर अप्ठ्यारो भए यति गाडिन्छ। यो यति गाडिन्छ हिउँले नै गाह्रो छ, फर्किँदा झन् गाह्रो हुन्छ। फाइनली है वहाँ तलबाट हिँड्दै आएको हिउँबाट वहाँ पोखरीबाट फाइनली वी आर इन साम्दो पोखरी है। यो चाहिँ साम्दो पोखरी है। हा साम्दो पोखरी है। कस्तो देखेको चाहिँ थाहा छैन। वान्स इन अ लाइफ टाइम एक्सपिरियन्स। 5000 मिटरदेखि मुनि सिरपिती खेलेर जिउ सब भइसक्यो, नेट तल पुगिसक्यो। दाइ कमान आछि ल हामी चाहिँ ब्याक टु सिन्जेमा है। माथि पुगेर आयौँ लडी बडी गरेर। अब हामी यहाँ खाता उडाउँदैछौँ है चट्टापारामा। फाइनली ब्याक टु गोठ है। ओभर गऱ्यो यो गोठ हाम्रो गोठ। ल गुड मर्निङ। हामी चाहिँ हिजै माथि सिन्जेमा पोखरी र साम्दो पोखरी घुमेर आज बिहान निस्क्यौँ। आज हामी ओलङचुङ गोलामा गएर बस्छौँ यहाँ गोठदेखि। आज लगभग त्यस्तै 5-6 घन्टामा पुग्छु कि जस्तो भइरहेछ, किनकि अब यताबाट जाँदा बाटो ओह्रालो पर्छ। कुनै ठाउँमा हल्का उकालो, कुनै ठाउँमा ओह्रालो पर्छ। मर्निङको भ्यू है। ल है बाटोमा चाहिँ यस्तो नगरिदिनु होला। हामी अस्ति आउँदा केही थिएन, अस्ति यही पुलमा फोटो खिचेको केही थिएन। अहिले आउँदा त आम्मामा के हो यो कफी चाउचाउको प्याकेट झन् यता त के हो यस्तो नगरिदिनु होला है। आम्मामा ल फाइनली माथि गोठबाट ओलङचुङ गोला झरिसकेको छु। त्यस्तै 4 घन्टा लाग्यो हामीलाई माथि गोठबाट गोला झर्न। यहाँ गोला चाहिँ यस्तो छ है। ल हामी खानासाना खाएर ओलङचुङबाट पनि अब लाग्यौँ। आज गएर तल 5-6 घन्टाको हिँडाइपछि तल इला डाँडा भन्ने ठाउँमा गएर बस्छौँ। हामी चाहिँ भर्खर भात खाएर खानसाना खाएर रेस्ट गरेर हिँड्दैछौँ है। कस्तो भयो त अनि यात्रा हाम्रो? बवाल भयो धरुण भाइ, कस्तो भयो? बवाल भयो है। पुरै थकित अवस्थामा छु। अब हिँडाइ राम्रो भयो हाम्रो। अझै दार्जिलिङ पुगेकै छैन। यी अनुहारहरू देख्न सक्नुहुन्छ सब फुटेको छ मेरो, सब चिसोले। आमामा त्यो चाहिँ हाम्रो ओलङचुङ गोला है। मजाले देखाउनु पाइनँ, टाइमै भएन हामीलाई है। त्यही पनि केही छैन। अब हामी सिधै इला डाँडा भन्ने ठाउँमा गएर भेट्छौँ है। फाइनली गाइस हामी चाहिँ इला डाँडा आइपुगेको छौँ। भर्खर आएको दाहरूको चाहिँ गाईको खुट्टा दुखेर
सुनिरहेछ अरुण दाईले पनि खुट्टा धुँदै हुन्छ। हामीलाई चाहिँ त्यस्तो गाह्रो केही भएन, हल्का हल्का गाह्रो भयो। भर्खर आइपुगेको, अब खानासाना खाएर हल्का रेस्ट गरेर खानासाना खाएर अनि भोलि बिहान फेरि ताप्लेजुङ। सी यू गाइज। हेलो गुड मर्निङ है। हामी चाहिँ अहिले इला डाँडामा छौँ। हाम्रो ट्रेक चाहिँ लगभग कम्प्लिटै भइसक्यो। आज ताप्लेजुङ झर्छौँ, त्यसपछि भोलि घर जान्छौँ होइन त दाइ? एकदम कस्तो हो त हाम्रो ट्रेक 1 विकको ट्रेक? रमाइलो भयो ओभर। अनि हाम्रो भाइको बवाल भयो, केटाहरूको सबजनाको बवाल भयो, हाम्रो पनि बवाल भयो। त्यही चिसोले यस्तोहरू सब फुटेको छ ओठहरू है। त्यस्तै अब यहाँको भ्यू चाहिँ यस्तै छ। इला डाँडा भन्ने ठाउँ हो यो चाहिँ है, इला डाँडा है। अब हामी सिधै ताप्लेजुङ गएर भेट्छौँ है। ल है, यो चाहिँ म्याड हनी रे है। यहाँ भाइले ट्राई गर्दैछ। यहाँ पैसा बल्छ हौ, बल्दैन क्या। यो के भएको दाइ? पैसा बल्दैन, बलिसक्यो त। हेर त मुनि बल्यो त अनि पैसा ला, पैसा बल्यो त। यो र जस्तै छ त। यो के भएको? पैसा त ट्राई गर। तपाईँले पनि किन्नु भएको हैन? हाम्रो यही केटाहरूले पारे स्टोरी हुँदैन त बल्दैन नि त नि के बल्छ त नि। हैन यो उ नै झिरझिरै गर्दैन नि, पैसा चाहिँ बल्दैन, यस्तै गर्दैन। पैसा बलिसक्यो। यो भाइले स्क्याम हाल्यो अनि हाम्रो यहाँ ल धेर नानु रे है, एक चम्ची खोइ चाकिम त कस्तो म्याड अन्ने है यहाँको। एक मात्रै, एक चम्ची रेलले माटेपछि टेस्टै ओके छ है। भित्र हेर्नु ड्रम गरेर पनि छ यस्तो टेस्टै ओके छ है। ल मलाई लागिन कस्तो पातलो पातलो। ल भाइले ट्राई गर्नु। बल्ल गाडी आयो, बल्ल गाडी आयो। अब होटेलबाट बिदाई हामी, बल्ल गाडी आयो। अब ब्याक टु कहाँ? हामी ब्याक टु ताप्लेजुङ। हामी ब्याक टु ताप्लेजुङ। ल है, फाइनली हामी चाहिँ ब्याक टु ताप्लेजुङ है। बाई ब्याक झाऱ्यो। कस्तो भयो त यात्रा? ओभर। खोइ केटाहरू कहाँको? कस्तो भयो त केटाहरू? बबाल भयो। ल हामी चाहिँ फाइनली है होटेल आइसकेको छु। अब यहाँ ब्याग सेक राखेर खानसाना खान्छौँ। ओभर गलेको छु है। फाइनली म घर आइसकेँ। त्यस्तै कति यो पालिको यात्रा लामो भयो, 10 दिन 9 दिन जस्तोको भयो। पुरा रुगा लगाइरह, कानहरू पुरै ट्याप्पै छ, बन्द छ, केही सुन्दैन मजाले होइन। ल है सबैजनाले लाइक शेयर सब्सक्राइब गरिदिनु होला है। हा हा।